हेलो गाइस, वेलकम छ मेरो युट्युब च्यानलमा है। तपाईहरुलाई स्वागत छ एकदम। म चाहिँ अहिले फेरि अर्को न्यू भ्लग भिडियो लिएर आइरहेको छु है तपाईहरुको माझमा हैन। एकदम खतरा ठाउँको ल्याइरहेको छु। गर्मी बढेको छ हो गाइस एकदम हैन, गर्मी बढेको छ लास्टै। ल हेर्नु यतातिर। ओ तेरी बाबा ठाउँ छ गाइस। कुहिरेले चाहिँ बबाल ठाउँमा गएर फोटो खिचिरहेको हैन। त्यहाँ कुहिरेले चाहिँ वहाँनेरि अब यो डाँडामा जानेवाला छौँ हामी है। माथि डाँडामा एकदम तलबाट समुद्रबाट एकदम त्यतिर समुद्र छ। यो डाँडामा जाँदैछौँ। कुहिरेले चाहिँ बबाल फोटो खिच्दैछ। त्यस्तो अप्ठ्यारो ठाउँमा चढेर हैन कुहिरे। कुहिरेहरू बबाल हुन्छ के। खतरा ठाउँमा चढेर भिडियो खिचिरहेको हुन्छ कुहिरेले। हामी चाहिँ जाँदैछौँ अब त्यहाँतिर सट्टासँगले। यस्तो ठाउँबाट उकालो जानुपर्ने छ हैन। के गर्नु यार, हल्का भिडियो बनाउनु त जानै। अब हामी चाहिँ अब यहाँबाट आइयो पुलबाट सट्ट। अब यहाँबाट चाहिँ यताबाट जाने हो सट्टै। यहाँ यो पाड चढेर हुँबो सट्टै जाने हो हैन। गर्मीले लास ल्याङ बनाएको छ हौ गाइस यार। ल्याङ बनाएको छ एकदमै। गर्मी बनाएको छ। ठिक्कै भन्छ चाहिँ भिजेर हामी चाहिँ जाँदैछौँ। हामी तीनजना आइया त्यस्तो गर्मीमा भए पनि हैन भिडियो बनाउनुलाई। पहाड चाहिँ जेस बबाल छ क्या यहाँनिर। डेन्जर उकालो पहाड छ। हामी चाहिँ एकदम पहाड चढ्नु लागिरहेछौँ। यस्तो ठाडो उकालो पहाडको बाटो छ क्या। हामी यताबाट जाने। चट्टान छ यार। यस्तो भिडमा खासै मजा त आउँदैन यो भिडमा चढ्नुलाई। र पनि यसो भिडियो बनाउँदै होइन हिँड्ने छ। लास्ट यस्तो चट्टान छ क्या बिरालो छ यार। यस्तो पहाड हो तेरी। डेन्जर छ। अब अलि माथि गएर भ्यू देखाउने छु म है। पुरा भ्यू छ यतातिर है। यस्तो तलबाट चाहिँ हामी आइया छ। यस्तोतिर चढ्दै गइरहेको छ है। त्यस्तो छ क्या ब्युटिफुल एरिया। अब ऊ त्यो माथि पुग्नेछौँ हामी। त्यहाँबाट ब्युटिफुल सिटी। ओहो बल्ल बल्ल आइपुग्यो यहाँनिर है। बल्ल बल्ल आइपुग्यो। यस्तो ओह्रालो छ यार फेरि यार। यस्तो ओह्रालोबाट झरेर चाहिँ होइन दौडिनु पर्ने अवस्था छ। गाह्रो बनायो त आज त यार।
गर्मी बढेछ लास्टैमा साला लास्टै गर्मी बनाएको छ यार। ओहो हो यस्तो ठाडो उकालो छ गाई चाहिँ आमामा लास्ट ठाडो उकालो माथि पुग्नु पर्दैछ फेरि। लास्टै पछि नै आएको छ होइन। ओहो हो अब यस्तो मरुभूमि ठाउँ छ यहाँ चाहिँ होइन। एकदम एउटा रुख छ यहाँनिर कहाँबाट पछाडिको डाँडा, त्यो डाँडा धेरै चट्टान छ है, त्यतै जानुहुन्न लडिन्छ। यस्तो उकालो बाटो छ, जाँदै गरौँ है, म आउँछु एकछिनमा। म चाहिँ यहाँको भ्यू देखाउनु गइरहेको छु होइन। कपाल भ्यू छ क्या यता चाहिँ पछाडि चाहिँ बबाल सिटी छ क्या। तल नाउ पनि उडाइरहेको छ एकदम बबाल सिटी छ क्या, एकदम राम्रो ठाउँ। सिटी धेरै राम्रो छ। त्यो उता चाहिँ समुद्र हो, यता थोरै गाउँ, त्यहाँ मुनि चाहिँ पुरै नाउ उडाइरहेको छ। त्यहाँ चाहिँ लन्डन ब्रिज, ह्याङ्गिङ ब्रिज पनि भन्छ यसलाई होइन। बबाल ठाउँ छ। लास्टै थाकियो होइन, पसिनै पसिना भइहाल्छ क्या। ह्याङ्गिङ ब्रिज यहाँनिर चाहिँ यो घुम्ने ठाउँ छ होइन। नाउहरू बनाएको छ काठको नाउ, यहाँ चाहिँ घुम्ने ठाउँ चाहिँ कुहिरेहरू आएर समुद्र। केटाहरू चाहिँ माथि पुगिसक्यो, म चाहिँ तलै छु तल। अब जान्छु म अनि माथि। धेरै गाह्रो छ यार, लास्टै उकालो ठाउँ छ क्या यो। एकदम चट्टान रुख बिरुवा नहुने क्या यहाँनिर चाहिँ। अब के हो यो, कस्तो ठाउँ हो? त्यता हेर्नु न, पुरा उडाइरहेछ त्यहाँनिर चाहिँ। क्या घुमाइरहेछ यार समुद्र। यहाँ दुईवटा नाउ चाहिँ अडिरहेको छ। मेन ठुलो समुद्र यता हो, यो चाहिँ सानो यता बग्दो रहेछ क्या यहाँनिर। यो सानो केटाहरू चाहिँ माथि पुगिसक्यो, म जाँदैछु। ठाडो छ क्या, लास्टै ठाडो छ क्या यो। हेर्नु त आमामा, यो ठाउँमा आउनु भएको छ भने कमेन्टमा गर्नु होला है। ओमनको सुर भन्ने ठाउँ हो होइन। यस्तो छ क्या हाम्रो नेपालमा जस्तै ठाडो बनाएको छ क्या यो, बबाल बनाएको छ क्या। म चाहिँ अब जाँदैछु उकालो। लास्टै गर्मी छ गाई यार, गर्मी बढेछ। यस्तो गर्मीमा नुन छ नि भेष, हेर्नु भिजेर कस्तो भएको छ भेष। कस्तो छ पारी यो डाँडाको उता माथि माथि पनि घर छ, तर रुख बिरुवा चाहिँ फटाफुट्टा छ कि एउटा दुईवटा। साथीहरू चाहिँ थाकेर यत्रो उकालो हिँडेर यहाँनिर बिसाइरहेछ। माथि डाँडाबाट चाहिँ फोटो खिचाइ हान्दैछन् खतरा। अब यहाँबाट झन् भ्यू राम्रो देखिन्छ क्या, हेर्नु है त, देख्नुभयो?
क्याम्प चाहिँ मेरो उहाँ नजिकै छ होइन, नजिकै भन्दा पनि टाढो छ उहाँनिर, तर यहाँबाट चाहिँ नजिकै देखिँदो रहेछ क्याम्प। खुब उडाइरहेको छ यार यिनीहरूले, आम्मामा त्यो दुइटालाई त बडा मजा आइरहेको होला यार। ओहो के गर्न, हाम्रो पर्मिसन छैन, नत्र हामी नि उडाइन्थ्यो नि, उडाइ हानिन्थ्यो नि। गर्मीले ह्याक भइहाल्छ होइन, तेल सकियो जस्तो छ फेरि यो दुइटाको। यहाँ चाहिँ यस्तो ठाउँ रहेछ होइन गाइस, तर चाहिँ के रहेछ साला चुम्मा चाटी गर्ने ठाउँ हो कि क्या हो यार यो? फोहोर पनि यार के साह्रो फोहोर यार, यस्तो रहेछ यार। यो माथि नै जाने ठाउँ रहेछ फेरि, यहाँबाट खतरा ठाउँ रहेछ। के जानु यार यो माथि त है, पुरै यहाँ चुम्मा चाटी गर्ने ठाउँ हो कि क्या हो यार? बेसमारी आउँछ आउनु चाहिँ मान्छे होइन, बबाल ठाउँ छ हो यहाँनिर चाहिँ। जो यस्तो तलबाट आउने हो, यहाँ तलबाट यताबाट यहाँबाट आउने, यो पुलबाट यहाँ अनि यहाँ तलबाट चाहिँ पाहाडबाट चढेर आउने। यता पनि छ बाटो चाहिँ, उतापट्टि पनि छानु चाहिँ तलबाट। अब यो माथि त अब के गइराख्ने यो माथि त होइन। अब म चाहिँ यतापट्टि जानु पर्यो, यता कस्तो रहेछ यार, यस्तो यस्तो पनि रहेछ। टोपीहरू पनि रहेछ यार। बेलुका चाहिँ अहिले यस्तो घाम लागेको अवस्था ठिक्कको। तल चाहिँ अब त्यो एकदम माछा भएको होला, त्यो एकदम चरा आइरहेको रहेछ क्या। त्यो नाउ पनि क्या पल्टिरहेको भने हेर्नु नि त्यहाँ लड्छ, चढ्नु दिँदैन होला, मार्छ। फोटोको लागि यार कहाँ माथि चढिरहेको छ नि यार साथीहरू यार। यो यतापट्टि पनि रहेछ है गाउँ चाहिँ यहाँ। बाफ्रे बब्बाल ठाउँ पो रहेछ त यतापट्टि त यार, म त यता आएकै थिइनँ यार। आम्मामा यत्रो ठाउँ रहेछ नि, भ्यू त बब्बाल रहेछ यार। यतापट्टि नि घरहरू रहेछ, फुटबल खेल्ने ठाउँ रहेछ, होटेल रहेछ। बाहिर देशबाट नि धेरै मान्छेहरू आउँदो रहेछ क्या, कुहिरेहरू यहाँनिर। कहाँ चढिरहेछ केटाहरू यार, माथि चढेर भिडियो बनाइरहेछ केटाहरू। गर्छ केटाहरूले बबाल गर्छ, दामी छ यार भ्युजहरू चाहिँ यस। ब्युटिफुल सिटी यो चिलमा। ओ तेरी समुद्र हेर न, समुद्र। ओ हो समुद्र बाल छ क्या, बबाल जेस। यत्रो दिन छुट्टी भएको थियो, आइयो थिएन होइन, घुम्न आइयो, बबाल लाग्यो। कमानमा रहनु हुने जतिले चाहिँ होइन घुम्न आउनु होला यहाँनिर, एकदम राम्रो ठाउँ छ। आज त कोही पनि रहेन रहेछ कि। ऊ तल हिँड्दैछ, धेरै जुमै खिचेन। खैरेहरू यता खैरेहरू नि आउँछ नि घुम्नलाई। खैरेले पो लिएर हिँडिरहेको त हौ। ब्युटिफुल। कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो है, कमेन्ट गर्नु होला होइन, लाइक गर्नु होला, माया गर्नु होला है। आगामी दिनहरूमा नि यस्तै भिडियो लिएर आउँछु। खाडीबाट हो, खाडीबाट के गर्नु, खाडीको लाउडेहरूको काम हुन्न होइन। माया गरिदिनु होला गाइस। आजको भिडियो थ्याङ्क यू सो मच, सब्सक्राइब गर्नु होला है गाइस।